हेलो गाइस, आज म धेरै खुसी छु। किन थाहा छ? किन थाहा छ? भन्दिनँ है त, एकछिनमा भन्छु है। किन खुसी छु भन्ने कुरा चाहिँ म यहाँ गाडीभित्र गएर तपाईँहरूलाई विस्तृतमा भन्छु है त। गाडी ओपन भयो, भित्र पस्यो भन्छु विस्तृतमा। किन भन्दाखेरि अब लाइफमै फर्स्ट टाइम के सोसल मिडियाबाट फेसबुक भनौँ न, फेसबुकबाट चाहिँ कन्टेन्ट मोनिटाइजेसन जुन मैले गरेको थिएँ केही समय पहिला, अनि त्यहाँबाट चाहिँ आज फेसबुकले फाइनल्ली चाहिँ मलाई पैसा पठाएको स्लिप पठाएको छ होइन। अनि मैले ब्याङ्कमा गएर पनि त्यसलाई चाहिँ मैले फर्म भरेर डिपोजिट गरिसकेँ। अब कसरी विथड्रल गर्ने भन्ने कुरा म तपाईँलाई देखाउँछु है त, एकछिन है त देखाउँछु। कन्टेन्ट मोनिटाइजेसनमा गएर आफ्नो कति पैसा भयो हेर्ने, त्यहाँ सबै फर्महरू भर्ने होइन। फर्महरू भर्ने कुरा सबै तपाईँहरूलाई त्यो थाहा छ, प्रायः सबलाई थाहा छ। अनि यस्तो यो देख्न सक्छ तपाईँहरूले, यो एउटा रेमिटेन्स भनेर चाहिँ मेटाले पठाउँछ है, आयरल्यान्डको अफिसले पठाउँदो रहेछ नेपालमा चाहिँ। हेर्नुहोस् है, पेई भनेको म पाउने मान्छे भएँ, मेरो नाम अनि मेरो ठेगानामा रेमिटेन्स भनेर पठाउँदो रहेछ। पेमेन्ट एकाउन्ट चाहिँ कति रहेछ भन्दाखेरि $117 टोटल रहेछ। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँ, $117 पठायो क्या, लाइफमा फर्स्ट टाइम है। 117.70 पठायो है। यो सबै डिटेलमा पठाएको छ क्या, मिति पनि छ यहाँ होइन। अनि यसलाई त्यहाँ जाने, यो पठाइसकेपछि चाहिँ अनि हामीले कहाँ जानुपर्छ भन्दाखेरि हामीले त्यो पे आउट मेथडमा जुन ब्याङ्कको एकाउन्ट हामीले भरेका छौँ नि त्यहाँ जाने। त्यहाँ गइसकेपछि अनि त्यसपछि त्यो ब्याङ्कले चाहिँ ब्याङ्कमा मेरो यस्तो भरेर खबर गरेपछि त्यसले प्रोसेसहरू भनिदिन्छ। अनि उनीहरूले एउटा फर्म चाहिँ यसरी एउटा फर्म चाहिँ मलाई चाहिँ तपाईँको चाहिँ यहाँनिर मलाई फर्म कसरी भर्ने भनेर सिकाएर पठाउँछ क्या ब्याङ्कले। यु क्यान सी यहाँ देखाइरहेको छ यस्तो फर्म एउटा चाहिँ, यसको चाहिँ तरिका सिकाएर पठाउँछ यसरी भर भनेर। अनि फर्म पनि फिलअप पिडिएफमा पठाउँछ, यसलाई अन गर्ने ओपन गर्ने, अब फर्म खुल्छ फाइनल्ली। अनि फेसबुकले सिकाए के अरे त्यो ब्याङ्कले सिकाए अनुसार सबै भरेर आफ्नो नाम र लास्टमा चाहिँ सिग्नेचर गरेर, यहाँ आफ्नो नाम र सिग्नेचर गरेर चाहिँ त्यो कहाँ बुझाउने भन्दाखेरि त्यो ब्याङ्कलाई बुझाइदिने। आज मैले बुझाइदिएर आएको छु कि यहाँ भन्छ है सबै टु द म्यानेजर नोबेल ब्याङ्क त्यो भन्छ। अनि आफ्नो एकाउन्ट नम्बरहरू के भर भन्ने सबै भर्छ, भरेर रेमिटेन्समा बुझाइदिने। आज मलाई 3 बजेपछि चाहिँ मलाई हालिदिन्छु चाहिँ भनेको होइन। अब के गर्छ लेट्स सी होइन। जस अब यति स्लिप पठाएपछि त कन्फर्म भयो नि त होइन, फेसबुकले नै स्लिप पठाइसकेपछि त कन्फर्म भयो नि त होइन। यसरी चाहिँ तँलाई चाहिँ मैले पठाइदिएको छु भनेर सबै पठाएको छ त, डिटेल्समा पठाएको छ सबै। मेरो चाहिँ $117 क्या, लगभग 17,000 हुँदो रहेछ होइन। फर्स्ट टाइम फेसबुकले त्यत्तिकै मेरो कन्टेन्ट पनि त्यतिसँग हुँदैन नि त। अब चाहिँ म बनाउने विचार गरिरहेको छु कि प्रोफेसनली राम्रोसँग छिट्टै आउँदैछ गाइज। म तयारी गरिरहेको छु, म सिक्न पर्यो नि त, सिक्दैछु होइन। अनि म तयारी गरिरहेको छु, अब त्यसको लागि चाहिँ तपाईँले वेट गर्नुपर्ने हुन्छ है त गाइज।